इन्सर्टको टेबलसम्म सिकेको छौँ होइन। अब जब पिक्चर्समा फोटो हाल्नु पऱ्यो भने चाहिँ पिक्चर्स भन्ने अप्सन छ, एकदम सिम्पल छ। पिक्चर्समा क्लिक गर्ने, जुन फोटो मनपर्छ त्यो फोटोलाई भनौँ यो हाल्नु पऱ्यो भने चाहिँ यसलाई मैले थिचेँ अनि गर्छु इन्सर्ट। यसरी चाहिँ फोटो हाल्न सक्यो यहाँ। अलिकति जुम कम गऱ्यो भने फोटोको हाइट एन्ड वेट ठुलो छ, त्यसैले अलिकति जुम कम गऱ्यो भने चाहिँ प्रष्टै फोटो देख्यो। अब यो फोटोको हाइट एन्ड वेट सानो बनाउनु पऱ्यो भने यो साइड साइडको पोइन्टमा चाहिँ यो कर्सर आउँछ है। यो कर्सरले चाहिँ हाइट एन्ड वेट सानो बनाउन मिल्छ है। यसरी फिचर तान्यो भने हाइट सानो बनाउनु पऱ्यो भने यहाँदेखि ठुलो सानो बनाउनु पऱ्यो भने विड्थको लागि यहाँदेखि र हाइट एन्ड वेट दुइटै चलाउनु पऱ्यो भने यो पोइन्टदेखि यो यसमा मात्रै होइन, सबै कुराको लागि यही नै कुरा अप्लाई हुन्छ। र सार्नु पऱ्यो भने बिचमा एउटा कर्सर आउँछ, बिचमा कर्सर आएकोलाई थिच्छ, बिचमा होइन साइड साइडमा पनि आउँछ, यतातिर पनि आउँछ, तर यो पोइन्टमा चाहिँ आउँदैन है। सार्नु पऱ्यो भने चाहिँ यो चावडा आएर जस्तो कर्सरले थिच्ने तान्ने, थिचेर ताने, तर यो कुरा अहिले सर्दैन। किन सर्दैन भन्ने कुरा पनि हामी हेर्छौँ। र यसलाई चाहिँ मैले हटाउनु पऱ्यो भने चाहिँ अब यो सेप अहिले सिलेक्ट छैन है। सिलेक्ट गर्नु पऱ्यो भने टेक्स्ट जसरी यसरी थिचेर तानेर सिलेक्ट हुँदैन है। सेप सिलेक्ट गर्नु पऱ्यो भने चाहिँ यसरी क्लिक गर्नुपर्छ। हटाउने गरी सिलेक्ट गर्ने हो भने चाहिँ थिचेर यसरी तानेर हटाइदिए पनि हुन्छ, तर सेपलाई एक्चुअली सिलेक्ट गर्नु पऱ्यो भने चाहिँ हामी यसरी क्लिक गर्छौँ। क्लिक गरेर भने सेप सिलेक्ट हुन्छ, यसको साइड साइडमा बोर्डर आउँछ र माथि नयाँ ट्याब खुल्छ फर्मेट, जुन नर्मल्ली बाहिर क्लिक गर्दा खुल्दैन है। सेप सिलेक्ट हुनुपर्छ अनि मात्रै नयाँ ट्याब खुल्छ फर्मेट, जुन अगाडि हामीले टेबलमा पनि गराएको थियौँ नि त, दुईवटा नयाँ ट्याब खुलाएको थियो, यसमा पनि दुईवटा नयाँ ट्याब खुल्छ यसरी फर्मेट। सो फोटो ल्याउने एउटा तरिका यो भयो। अर्को तरिका पनि छ। अर्को तरिका भनेको चाहिँ मानौँ तिमीहरूलाई राजसमालको फोटो ल्याउनु पऱ्यो भने राजसमाल भनेर लेखेँ मैले, राइट क्लिक गरेँ, सेभ इमेज एजमा गएँ, इमेज क्याटेगोरीबाट यो फोटो ट्राई गरौँ। ल डाउनलोड भएर यहाँ बस्छ नि होइन। र यसलाई थिचिराख्ने र थिचेर यहाँबाट थिच्ने, ड्र्याग एन्ड ड्रप गर्ने, यहाँ ल्याएर छोडिदिने। सो अर्को तरिका यो पनि छ है। सो एउटा लिफ्ट क्लिक राइट होइन कि लिफ्ट थिचिराख्ने अनि ल्याउने यसलाई होइन, नछोड्ने है। जहाँसम्म डेस्टिनेसन नपुगिन्जेलसम्म चाहिँ छोड्नु भएन। डेस्टिनेसन त यहाँ हो नि त हाम्रो एमएसवर्डमा, तल जाने अनि माथि ल्याएर चाहिँ छोड्ने, यहाँ हो डेस्टिनेसन भने। सो यसरी यो कुरा यहाँ मात्रै होइन, तिमीहरूले कसैलाई पठाउनु पऱ्यो भने पनि यो सिकाएको थियो होला मैले। यो यहाँ पठाउनु पऱ्यो भने यहाँबाट यसरी ड्र्याग एन्ड ड्रप गर्न सक्छौ यसरी। यहाँ हामीले एमएसवर्डमा यो सिक्यौँ, तर यो जहाँ पनि अप्लाई हुन्छ है। यो चाहिँ डाउनलोड गरेको कुरा मात्रै होइन कि मानौँ तिमीहरूको फाइल एक्सप्लोररमा फोटो छ, फाइल एक्सप्लोरर खोलेँ मैले, विन्डो ई गरेर डाउनलोडमा एउटा फोटो छ, यो फोटो चाहिँ यसलाई हाल्नु पऱ्यो भने यसलाई थिचिराख्ने अनि फोटो मात्रै होइन सबै कुरा है, फाइलहरू सबैको लागि अप्लाई हुन्छ। एमएसवर्डमा जाने र यहाँ गएर छोडिदिने यसरी। सो कहीँ पनि फोटो इन्सर्ट गर्नु पऱ्यो भने यो तरिका चाहिँ जहाँ पनि अप्लाई हुन्छ। सो एउटा त एमएसवर्डको लागि यो तरिका छँदैछ इन्सर्टको पिक्चरमा, अर्को तरिका यो पनि छ। र यसलाई अझै सजिलो पार्नु छ भने यसलाई थिचिराख्ने, नछोड्ने, जबसम्म अल ट्याब गरेर एमएसवर्ड खोल्ने अनि यहाँ गएर छोडिदिने है। सो अल ट्याबको काम थाहा छ हामीलाई, सिफ्ट गर्छ, स्विच गर्छ, त्यो अनुसारले गर्न पायो। सेम कुरो यहाँ मात्रै होइन, यहाँ मैले थिचिराखेँ, अल ट्याब गरेर क्रोममा गएर यहाँ गएर यसरी छोडिदिन सक्छु है। काम छिटो भयो तिमीहरूको। यदि अलरेडी तिमीहरूले फाइल एक्सप्लोरर खोलेर आफ्नो फोल्डरमै छौ, कसैलाई पठाउनु पर्ने फाइल यही छ भने तिमीहरूले यहाँ गएर खोजिराख्नु परेन। यहाँ अपलोडमा थिच्ने अनि यहाँ कहाँ छ भनेर खोजिराख्ने, त्यो गर्नु परेन। दुई तिनवटा स्टेप कम भयो तिमीहरूको, जसले गर्दा टाइम सेभ भयो। मेन भनेको टाइम सेभ गर्ने हो। सो मैले अल ट्याब गरेर यता है। सो दुईवटा तरिका छ फोटो हाल्ने। एउटा तरिका यहाँबाट भइहाल्यो, अर्को तरिका चाहिँ ड्र्याग एन्ड ड्रप, जुन फोटो हाल्ने हो त्यसलाई थिचिराख्ने र यहाँ ल्याएर छोड्ने। अहिलेको लागि मैले पिक्चर्सबाट फेरि फोटो खोलेँ, राजसमालको फोटो खोलेँ। फेरि यो फोटो खोल्ने बित्तिकै फर्मेट भन्ने ट्याब खोल्छ भनेर अघि हामीले कुरा गऱ्यौँ। यसलाई हेरौँ। यसको म यहाँबाट गएँ, यहाँ छ हाइट एन्ड विड्थ। यो हाइट एन्ड विड्थ तिमीहरूले यहाँबाट यसरी बढाउन घटाउन सक्थ्यौ। यदि स्पेसिफिक यति हाइट एन्ड विड्थ राख्नु पऱ्यो, यति भ्यालु राख्नु पऱ्यो भने चाहिँ यहाँदेखि गर्न मिल्छ है। मैले 5 गरेर इन्टर गरेँ। यसरी हाइट विड्थ दुइटै बढ्यो किनकि यहाँ एउटा अप्सन अन छ, यसलाई मैले क्लिक गरेँ। यो अप्सनलाई अफ गऱ्यो भने चाहिँ हाइट बढाउँदा हाइट बढ्छ, विड्थ बढाउँदा विड्थ मात्रै बढ्छ है। यसरी हाइट मात्र बढ्यो, विड्थ बढेन अहिले। यसलाई मैले 2 मात्रै पारिदिएँ भने यसरी। सो यहाँबाट तिमीहरूले जुन काम यसरी गर्छौ नि, सेम काम यहाँबाट गर्न मिल्छ है। अहिलेको लागि मैले यसलाई नर्मल बनाएँ, 5 बनाएँ, यसलाई पनि 5 हाइट एन्ड विड्थ बराबर बनाएँ।
यसरी हाइट एन्ड विड्थ त्यहाँबाट राख्न मिल्छ। यसको साइडमा छ क्रप, मोबाइलमा क्रप गरेको छ होला होइन, सेम यहाँ पनि क्रप गर्नु पऱ्यो भने क्रपमा थिच्ने, साइड साइडमा पोइन्ट आउँछ, यसलाई थिच्ने तर्ने। अब यति भाग के गर्नुपर्ने भयो, इन्टर थिच्ने, इन्टरले त्यति भाग क्रप गरेर आयो, क्रप भनेको त्यति भाग काटेर आयो। कन्ट्रोल जेड गरेँ मैले, एकछिन पछाडि गएँ, क्रपलाई हटाएँ, फेरि पिक्चरलाई सिलेक्ट गरेँ र पिक्चर सिलेक्ट नहुँदैछन् फर्मेट ट्याब खुल्दैन है। म्याक्सिममले मिस्टेक के गरेर हुन्छौ, कन्फ्युज कहाँ भइरहेको हुन्छौ, फर्मेट ट्याबै आएन भन्छौ, किनकि पिक्चर सिलेक्टै भएको छैन। सिलेक्ट गर्ने अनि फर्मेट ट्याब खुल्छ। अब जाऊँ रोटेट, के चाहिँ यो चाहिँ क्लिक नगरे पनि आउँछ, सार्नु पऱ्यो भने यसको काम सार्ने हो। सो यो अहिले सरिरहेको छैन, किन सरिरहेको छैन त्यो पनि फर्मेटबाटै मिलाउनु पर्छ, त्यो पनि हामी हेर्छौँ। त्योभन्दा अगाडि गएँ म रोटेटमा, रोटेटको काम थाहा पायो होला, घुमाइरहेछ नामै रोटेट छ भने फ्लिप पनि गर्न मिल्छ, रोटेट पनि गर्न मिल्छ। सेम रोटेट यहाँबाट पनि गर्न मिल्छ है, यहाँ कर्सर चेन्ज हुन्छ, यसलाई थिचेर यसरी रोटेट गर्न मिल्छ। यसको माथि यो ग्रुप अलाइन यो अप्सन्सहरू चाहिँ हामी अहिले एकछिनमा हेर्छौँ, यति अप्सन। त्योभन्दा यता गएमा पिक्चर इफेक्ट, पिक्चरमा इफेक्ट हाल्नु पऱ्यो, 3D इफेक्ट दिनु पऱ्यो, स्याडो दिनु पऱ्यो भने पनि गर्न मिल्छ। 3D रोटेसन गरेँ, यसरी 3D रोटेट भयो पिक्चर चाहिँ। स्याडो हाल्नु पऱ्यो भने यसरी, कहाँ स्याडो हाल्ने, कुन साइडतिर, मानौँ मैले स्याडो यो साइडतिर हालेँ, 3D रोटेसनलाई अहिले मैले नर्मल पारेँ, नो रोटेसन गरेँ। म जान्छु स्याडोमा, स्याडो आइरहेछ साइडमा, कालो कालो आइरहेछ, यो स्याडो भयो। र स्याडोलाई कस्तो खालको स्याडो हाल्ने हो त, तलतिर हाल्ने कि माथि, अहिले मैले यो माथि स्याडो हालेँ, माथि स्याडो आइरहेछ। यसरी स्याडो पनि हाल्न सकिन्छ, स्याडोको कलरहरू पनि चेन्ज गर्न सकिन्छ है। स्याडो अप्सनमा गएर यहाँ साइडमा खुल्छ, स्याडोको कलरहरू पनि चेन्ज गर्न सकिन्छ, कालो राख्ने, रातो राख्ने, कस्तो स्याडो राख्ने त, रेड हो गर्ने रेड स्याडो आयो यसरी। यसरी स्याडोहरू हाल्न मिल्छ, 3D इफेक्ट हाल्न मिल्छ। कुनै पनि इफेक्ट दिनु पऱ्यो पिक्चरमा भने चाहिँ यसरी मजाले हाल्न मिल्छ। अरू रिफ्लेक्सन इफेक्ट पनि हाल्न मिल्छ है, रिफ्लेक्ट भइरहेछ इमेज, जसरी ऐनामा हुन्छ सेम तरिकाले। अरू ग्लोहरू पनि हाल्न मिल्छ, यो चेक गर्नु तिमीहरूले, ग्लोहरू हाल्नु पऱ्यो भने वरिपरि ग्लो आइरहेको छ। त्यसपछि एजेसहरू सफ्ट बनाउन पनि मिल्छ, एजेस भनेको यो साइड साइडको कुनाहरू चाहिँ सफ्ट बनाउन पनि मिल्छ सफ्ट एजेसबाट। सो यो अप्सन्सहरू धेरै चाहिँ एमएस वर्डमा काम लाग्दैन है, जानिराख्दा हुन्छ। जस्तै एमएस वर्डको काम डकुमेन्ट गर्ने हो नि त, डिजाइन बनाउने त होइन नि त। सो डिजाइन बनाउँदा चाहिँ यस्तो कुराहरू काम लाग्छ। मानव एमएस वर्डबाट तिमीहरूले मेन्यूहरू फुड मेन्यूहरू बनायो भने त्यतिखेर यस्तो कुराहरू अप्लाई गर्न मिल्यो। नर्मल डकुमेन्ट बनाइरहेको छु भने यो कुराहरू धेरै काम लाग्दैन। यसको माथि छ बोर्डर, यसलाई मैले नर्मल पारेँ, मैले स्याडो हालेको थिएँ, नर्मल पार्नु पऱ्यो भने नो स्याडो है, नो स्याडोमा क्लिक गरेँ। फेरि रिफ्लेक्सन पनि हालेको थिएँ, नो रिफ्लेक्सनमा क्लिक गरेँ। मैले ग्लो पनि हालेको थिएँ, नो ग्लोमा क्लिक गरेँ। 3D पनि नोमै छ, अरू हालेको थिइनँ। अर्को गएमा पिक्चर बोर्डरमा, पिक्चर बोर्डर भनेको चाहिँ यो साइड साइडको लाइनमा बोर्डर हाल्न मिल्छ, फ्रेमिङ जस्तो बनाउन मिल्छ बोर्डर हाल्न। त्यसको लागि चाहिँ फर्मेटमा जाने, बोर्डरमा जाने, कुन कलरको बोर्डर हाल्ने त्यो कलरलाई चुज गर्ने। अब यो बोर्डरलाई अलिकति मोटो राख्छु म भन्छौ भने वेटमा जाने, अलिकति मोटो यसरी, यसरी बोर्डर पनि हाल्न मिल्यो। होइन मलाई यस्तो स्ट्रेट लाइन चाहिँदैन, ड्यास लाइन चाहिन्छ भन्छौ भने ड्यासेस भन्ने अप्सन छ, यहाँबाट यसरी ड्यास लाइन पनि हाल्न मिल्छ। सो बाहिर हाल्नु पऱ्यो भने बोर्डर भन्ने बुझ्नु पऱ्यो। अहिलेको लागि मैले ड्यासलाई हटाइदिएँ, नर्मल पारेँ र बोर्डरलाई पनि हटाइदिएँ। बोर्डर हटाउनु पऱ्यो भने पिक्चर बोर्डरमा जाने, नो आउटलाइन गरेको फुट्छ है। नो आउटलाइन भनेको चाहिँ बाहिर आउटलाइन बोर्डर चाहिँदैन भन्नु खोजेको। अब यो डिफ्रेन्ट पिक्चर स्टाइलहरू छ, जो स्टाइलहरूमा यसमा बोर्डर हालेको छ होइन, जुन हामीले भर्खर हाल्न सिक्यौँ त्यही कुराहरू डिफ्रेन्ट स्टाइलहरू हालेको छ। यसमा सफ्ट एजेस बनाएको छ है। सो यो यहाँबाट गरेको कुराहरूको ट्याम्प्लेट दिएको छ यहाँ चाहिँ, यो कुराहरूलाई पनि युज गर्न सक्छौँ। यसरी फोटोलाई सर्कलभित्र हाल्नु पऱ्यो भने यसरी गर्न सकियो। सो डिफ्रेन्ट स्टाइलहरू छ, त्यो स्टाइलहरू चुज गर्न सकियो। अहिलेको लागि मैले नर्मल पारेँ, कन्ट्रोल जेड गरेँ यसरी। अब यसको यो साइडको यो अप्सन्सहरू फोटो एडिटिङको अप्सन हो यो चाहिँ खास गरी होइन। फोटो एडिट गर्न मिल्छ यसबाट, एमएस वर्डबाट पनि, तर थोरै केही हदसम्म मात्रै मिल्छ। सबभन्दा सुरुमा म गएँ रिभ्यू ब्याकग्राउन्ड, अहिले हेरौँला करेक्सन। यसबाट ब्राइटनेस र कन्ट्रास्ट घटाउन बढाउन मिल्छ यसरी। ब्राइटनेस बढाउने कि कन्ट्रास्ट बढाउने त, ब्राइटनेस कन्ट्रास्ट बढायो भने चाहिँ यहाँबाट ब्राइटनेस पनि बढ्यो। ब्राइटनेस भनेको ओभरअल तिमीहरूको पिक्चरको
लाइटलाई बढाइदिन्छ होइन। कन्ट्रास्ट भनेको चाहिँ भित्रको कम्पोनेन्टको लाइटलाई बढाउने घटाउने काम गर्छ। ओभरअल पिक्चरको घटाउने कि भित्रको कम्पोनेन्टको घटाउने भन्ने कुरा चाहिँ हामीले कम्प्रेस करेक्सनबाट गर्न सकिन्छ। अझै एक्सप्लोर गर्ने हो भने पिक्चर करेक्सन अप्सन भन्ने छ, यहाँ साइडमा ब्राइटनेस र कन्ट्रास्टको बक्स खुल्छ। त्यहाँ चाहिँ अलरेडी ट्याम्प्लेटहरू दिएको थियो होइन, त्यसलाई क्लिक गऱ्यो भने के भइरहेको थियो, नर्मल यसमा ब्राइटनेस 20%, कन्ट्रास्ट 20% रहेछ हो। यहाँबाट तिमीहरूले आफ्नो हिसाबले आफ्नो कन्ट्रोल राख्न सक्छौ। ब्राइटनेसलाई मैले नर्मल बनाएँ 0, कन्ट्रास्टलाई अलिकति बढायो भने भित्रको एलिमेन्टमा डार्कनेस थपिँदै जान्छ, घटायो भने चाहिँ लाइट घट्दै जान्छ यसरी। त्यो चाहिँ फोटो एडिटिङमा बढी काम लाग्छ। नर्मल्ली हामीले एमएसबाट फोटो एडिटिङ गरिँदैन, डकुमेन्टहरू बनाउने हो। तर यस्तो पनि गर्न मिल्दो रहेछ भन्ने कुरा चाहिँ जान राख्नु पऱ्यो। अर्को छ कलर, यसको कलर चेन्ज गर्नु पऱ्यो भने कलरमा जाने, डिफ्रेन्ट कलरहरू चाहिँ जुन कलर मनपर्छ त्यो कलर भेरिएसनहरू छ, यसरी कलर चेन्ज गर्न पाइयो। अरू इफेक्टहरू पनि दिन मिल्छ, आर्टिस्टिक इफेक्टहरू। अलिकति पिक्चरलाई ओल्ड भाइब दिने हो भने चाहिँ, रेट्रो भाइब दिने हो भने पनि गर्न मिल्छ यसरी। पुरानो पुरानो फोटोहरू यस्तै हुन्छ होला, त्यस्तो आर्टिस्टिक इफेक्टहरू पनि दिन मिल्छ। अब यो सबैलाई हटाएर नर्मल बनाउनु पऱ्यो भने रिसेट पिक्चर, रिसेट पिक्चर गऱ्यो भने चाहिँ सबै अप्सन्सहरू जे अप्लाई गरेको थियौ नि सबै हट्छ, नर्मल हुन्छ तिम्रो पिक्चर। अर्को चाहिँ यो पिक्चरलाई हटाएर अर्को ल्याउनु पऱ्यो भने चेन्ज पिक्चर, यसले के गर्छ भन्दा यो पिक्चरलाई हटाएर अर्को पिक्चर ल्याउन मिल्छ। अब फ्रम अ फाइल, फाइलबाट ल्याउने हो कि अनलाइन सर्च गर्ने, अनलाइन सर्च गर्ने भाइ हो, फाइलबाट ल्याउने भाइ हो है। अर्को छ कम्प्रेस पिक्चर, यो चाहिँ एकदम युजलेसै हो। यसले के गर्छ भन्दा यसले चाहिँ अलिकति यसको साइज घटाइदिन्छ। साइज भनेको मानव 50 MB छ भने 40 MB बनाइदिन्छ, तर यो कुरा यहाँ देखिँदैन है। कम्प्रेस गर्छ, कम्प्रेस गरेको कुरा चाहिँ यहाँ देखिँदैन। सो हामीले हेरेको भनेको यो अप्सन, यो अप्सन, यो अप्सन, यो अप्सन र रोटेट हेऱ्यौँ। यो अरू पनि बाँकी छ, यसलाई पनि हामी हेर्छौँ अहिले एकछिनमा। अब गएमा रिमुभ ब्याकग्राउन्ड, मानौँ ब्याकग्राउन्ड हटाउनु पऱ्यो, राजसम्मान मात्रै राख्नु पऱ्यो भने रिमुभ ब्याकग्राउन्डमा थिच्ने। अब यसलाई बढाउने यसरी, कतिसम्म राख्ने हो त त्योसम्म बढाउने। अब यसमा एक्युरेट चाहिँ हुँदैन है, 100% एक्युरेसी चाहिँ यसले दिँदैन, कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। अब मैले अलिकति मात्रै घटाएको थिएँ, यो फेरि आयो। सो 100% एक्युरेट चाहिँ यहाँबाट हुँदैन। यसको ब्याकग्राउन्ड हटाउने बेग्लै वेबसाइटहरू छ, त्यहाँबाट हामी गर्छौँ। यहाँबाट चाहिँ 100% एक्युरेसी चाहिँ मिल्दैन यसरी। अब अहिले के भइरहेछ, यसको फेस, यसको माथिको ढाका टोपी राजसमालको र यो यति भाग मात्रै इन्टर गऱ्यो भने त्यति भाग मात्रै देखिन्छ, अरू सबै रिमुभ भयो। सो हामीले ब्याकग्राउन्ड मात्रै गर्न खोजेको थियो, तर कपडाहरू पनि भयो, किनकि यसमा धेरै एक्युरेसी चाहिँ गर्न मिल्दैन, एक्युरेटली रिमुभ गर्न मिल्दैन। यदि यस्तो कुरा गर्नु पऱ्यो भने हामीसँग एआई वेबसाइटहरू छ। जस्तै मानौँ तिमीलाई ब्याकग्राउन्ड चेन्ज गर्नु पऱ्यो भने के गर्ने, क्रोममा गएर अथवा कुनै पनि ब्राउजरमा गएर रिमुभ ब्याकग्राउन्ड भनेर सर्च गर्ने। यसरी सुरुमा वेबसाइट आउँछ, यही वेबसाइटमा गए पनि हुन्छ है। अरू डिफ्रेन्ट तल वेबसाइटहरू आउँछ, त्यहाँ गए पनि हुन्छ। म गएँ यहाँ, अपलोड इमेज, कसको ब्याकग्राउन्ड हटाउने हो अपलोड गर भन्दै छ, अपलोडमा थिएँ मैले। डाउनलोडमा गएँ, मानौँ मलाई यो फोटोको हटाउनु पऱ्यो भने यो फोटोलाई मैले सिलेक्ट गरेँ, ओपन गरेँ, यो फोटो यहाँ अपलोड भएर अब ब्याकग्राउन्ड पनि चेन्ज भएर तिमीलाई देखिन्छ यसरी। अहिले के छ, फोटो मात्रै छ, पछाडि ब्याकग्राउन्ड हट्यो। त्यस्तो यस्तो कुराहरू चाहिँ पछि फोटोसप गर्दा अझै मजाले सिक्छौँ। डिप्लोमा हामीले फोटोसप पनि गर्छौँ, डिप्लोमा गरिराखेकोले चाहिँ अफिस प्याकेजमा चाहिँ फोटोसप गरिँदैन। त्यतिखेर यस्तो कुराहरू अझै क्लारिटी त्यहाँ हुन्छ। सो यसको ब्याकग्राउन्ड छैन, मान्छे मात्रै छ, अब यसलाई डाउनलोड गर्न मिल्यो। अब यसको ब्याकग्राउन्ड कसरी चेन्ज गर्ने भन्ने कुरा चाहिँ फोटोसपतिर सिकिन्छ। अब यसलाई ल्याउनु पऱ्यो भने यसलाई थिचिराख्ने, अल ट्याप गरेँ, यहाँ ल्याएर छोडेँ मैले यसरी, मान्छे मात्रै छ, ब्याकग्राउन्ड छैन। अब यसलाई क्रप गर्नु पऱ्यो भने फर्मेटमा जाने, क्रप गर्ने, यति एक्स्ट्रा भाग किन राख्ने, यतिलाई हटाइदिन्छु मैले यसरी। यसरी चाहिँ तिमीहरूले ब्याकग्राउन्ड हटाउन पाउँछौ अनलाइनको थ्रुबाट है। यो कुरा यहाँबाट पनि गर्न मिल्छ, तर यहाँबाट यस्तो एक्युरेसी चाहिँ दिँदैन, त्यसैले हामी यसलाई युज गर्दैनौँ। यदि यस्तो काम गर्नु छ भने अनलाइनबाट ब्याकग्राउन्ड हटाउने, ल्याउने। यो थियो रिमुभ ब्याकग्राउन्डको कुरा भयो। यो हाम्रो एमएसवर्डमा नपर्ने कुरा थियो, एउटा एक्स्ट्रा कुरा भयो। र अब जाउँ फर्मेटको यो अप्सन्सहरू, एकदम काम लाग्ने अप्सन। म गएँ पोजिसनमा, पोजिसनले के गर्छ, यो फोटो तिमीहरूको यहाँ छ होइन, अब यसलाई सार्नु पऱ्यो भने यो कर्सरले थिचेर तान्ने त भने, तर यो सरिरहेको छैन। यसको रिजन अहिले हामी हेर्छौँ।
त्योभन्दा अगाडि यसलाई नर्मल्ली एमएस वर्डबाट सार्न मिल्छ। त्यो पोजिसनबाट यसरी सार्न मिल्छ। कता लगेर सार्ने हो, ट्याक्कै पेजको लेफ्ट साइडको टपमा आयो, बिचमा, राइटमा, तल, पोजिसनबाट सार्न मिल्छ। अर्को तरिकाबाट पनि मिल्छ, त्यो हामीले हेरिसकेको छैन। नर्मल्ली एउटा मिल्छ मिल्छ त्यो पनि मिल्छ। त्यसमा हामी पुग्दैछौँ। यसरी थिचेर तानेर सार्न पनि मिल्छ है, त्यसमा हामी पुग्दैछौँ। त्योभन्दा अगाडि चाहिँ यहाँबाट पनि सार्न मिल्दो रहेछ भन्ने कुरा बुझिराखौँ। र अर्को भनेको अलाइन भन्ने छ। अरू अप्सन क्लिक भइरहेको छैन, किन भइरहेको छैन अहिले हामी हेर्छौँ। अलाइन भन्ने छ। अलाइनमा अलाइनले पनि सार्छ। त्योभन्दा अगाडि चाहिँ ऱ्याप टेक्स्ट हेरौँ। यसबाट चाहिँ तिमीहरूको प्रब्लम सल्भ हुन्छ। जुन यो सार्ने प्रब्लम छ नि, यो चाहिँ मिलाउनु पऱ्यो भने ऱ्याप टेक्स्टबाट मिलाउन मिल्छ। कुनै पनि अब्जेक्ट है, चाहे तिमी फोटो ल्याऊ, सेप ल्याऊ, स्मार्ट आर्ट ल्याऊ, चार्ट ल्याऊ, वर्ड आर्ट ल्याऊ, पछि सिक्छौ त्यो कुराहरू। त्यो सरेन, थिचेर तान्दा सरेन भने चाहिँ कुनै पनि अब्जेक्ट, टेक्स्ट होइन है, टेक्स्ट बेग्लै कुरा भयो, टेक्स्ट तिमीले नर्मली लेख्छौ। अब्जेक्ट सरेन भने चाहिँ ऱ्याप टेक्स्टमा जाने। इनलाइन विथ टेक्स्ट भयो भने सर्दैन है। यहाँ पार्नु पऱ्यो इन फ्रन्ट अफ टेक्स्ट, यहाँ थिच्ने, अनि चाहिँ तिमीहरूले यसरी सार्नु मिल्छ। जहाँ लगेर पनि आफ्नो हिसाबले सार्नु मिल्छ। सो कुनै पनि कुरा सरेन भने ऱ्याप टेक्स्ट भन्ने एउटा अप्सन हुन्छ, त्यहाँ गएर इन फ्रन्ट अफ टेक्स्ट पार्नुपर्छ है। यो कुरा चाहिँ कन्फ्युज नहुनु। अब जाऊँ अलाइनमा। अलाइन र पोजिसनको काम एउटै हो, जस्ट अलाइनमा एक दुईवटा अप्सन नयाँ पनि छ। पोजिसनले के गर्छ, सार्थ्यो होला, अलाइनले पनि सार्छ। यसमा दुईवटा नयाँ अप्सन छ, अलाइन टु पेज र अलाइन टु मार्जिन। अलाइन टु पेजमा टिक लाउँदा के हुन्छ र अलाइन टु मार्जिनमा टिक लाउँदा के हुन्छ भन्ने हेरौँ। पहिला अलाइन टु पेजमा मैले टिक लगाएँ, त्यहाँ थिचेँ, टिक लाग्यो। अब अलाइन लेफ्ट गरेँ, लेफ्ट साइडतिर अलाइन भयो र हेऱ्यो भने पेजको कुनैसम्म गइरहेछ। त्यसै गरी अलाइन टप गऱ्यो भने टपसम्म गयो, पेजको कुनासम्म गइरहेछ। यदि सेम कुरा मैले अलाइन टु मार्जिनमा टिक लगाएर गरेँ भने, अलाइन लेफ्ट गरेँ भने मार्जिनको एरियामा जाँदैन है। जुन मार्जिनको एरिया छ त्यहाँसम्म मात्रै जान्छ, त्योभन्दा उता जाँदैन। बाँकी अरू सबै अलाइन बटम, टप, मिडल सबैले सेम काम गर्ने हो। मेन जान्नुपर्ने भनेको चाहिँ यो दुईवटामा टिक लाउँदा के हुन्छ भनेर जान्नुपर्ने हो। बाँकी अप्सन चाहिँ हामी अब सेपसँग हेर्छौँ। एमएस वर्डमा सेप ल्याउनु पऱ्यो भने सेप अनलाइनबाट पनि पिक्चर ल्याउन सकिन्छ है। यो मैले किन देखाइनँ, किनकि यो नर्मली तिमीहरूले थिच्ने बित्तिकै आफैले जान्ने कुरा छ। अनलाइनबाट पिक्चर ल्याउन सकिन्छ, यहाँ सर्च गर्न मिल्छ। यसरी यहाँ के सर्च गर्ने हो त्यो सर्च गर्ने, त्यो पिक्चर ल्याउन मिल्छ है। सो त्यतातिर म गएन, अब गएँ सेपमा। मानौँ तिमीहरूलाई ट्राइङ्गल चाहियो भने ट्राइङ्गललाई थिच्ने र यहाँ आएर थिचेर तान्ने। र यहाँ पनि सर्कल बनाउन, स्ट्रेट लाइन बनाउन सिफ्ट थिच्नुपर्छ है, जुन हामीले पेन्टमा गराएको थियौँ नि। यहाँ पनि सेम कुरा गर्नुपर्छ। एक्ज्याक्ट सेप चाहियो भने चाहिँ मानौँ यो सर्कल हो, यसलाई यतिकै थिच्यो भने ओभल हुन्छ, सिफ्टसँग थिच्यो भने सर्कल हुन्छ है। यसमा पनि फर्मेट ट्याब खुल्छ माथि। यो अप्सन सेम छ है, रोटेट पनि सेम छ, अलाइन पनि सेम छ, पोजिसन पनि सेम छ, ऱ्याप टेक्स्ट पनि सेम छ। अब हामी जान्छौँ यो तिनवटा अप्सन। सेप फिल भनेको चाहिँ भित्र कलर हाल्नु पऱ्यो भने फिलबाट हालिन्छ है। कुनै पनि सेप ल्याएको छौ त्यसमा भित्र कलर हाल्नु पऱ्यो अथवा भित्र केही पनि हाल्नु पऱ्यो भने पनि सेप फिलबाट हालिन्छ। जुन कलर हाल्ने त्यसलाई क्लिक गर्ने। पिक्चर हाल्नु पऱ्यो भने पिक्चरमा जाने र फ्रम अ फाइलमा थिच्ने। जुन पिक्चर हाल्ने त्यसलाई क्लिक गर्ने, इन्सर्ट गर्ने, पिक्चर पनि आयो है। त्यसै गरी पिक्चर होइन, म सेपको भित्र चाहिँ दुईवटा कलरको मिक्स हाल्छौ भने ग्रेडियन्ट, अगाडि पेज कलरमा पनि यो कुरा हेरेको थियो जस्तो लाग्छ मलाई होइन। दुईवटा कलरको मिक्स पेजमा हाल्नु पऱ्यो भने ग्रेडियन्ट। टेक्स्चर्स भनेको यस्तो पिक्चर्सहरू हाल्नु मिल्छ, प्याटर्न भनेको यस्तो लाइनहरू हाल्नु मिल्छ। यसलाई क्लिक गरेर ओके गऱ्यो भने प्याटर्न आउँछ सेपभित्र। यो हामीले पेजमा गर्न सिकेको थियौँ, सेम कुरा चाहिँ सेपमा पनि गर्न मिल्दो रहेछ। मानौँ तिमीहरूले दुईवटा कलरको मिक्स चाहियो भने ग्रेडियन्टमा जाने, टु कलरमा जाने, कलर वानमा एउटा कलर चुज गर्ने, कलर टूमा अर्को कलर चुज गर्ने, अनि कस्तो स्टाइलमा चाहिन्छ यहाँबाट स्टाइल चुज गर्ने, अनि ओके गर्ने। दुईवटा कलरको मिक्स आयो। अर्को छ आउटलाइन। आउटलाइन भनेको चाहिँ बाहिरको यो लाइन, मैले यदि आउटलाइनमा गएर नो लाइन गर्छु भने लाइन हट्छ है, हाइड हुन्छ भनौँ न। सो फेरि आउटलाइनमा गएर कुनै पनि कलर चुज गर्छौ भने लाइन आउँछ यसरी। लाइनलाई मोटो पार्न पनि मिल्छ, वेट भन्ने अप्सन छ, वेटबाट मोटो पार्न मिल्छ। ड्यास पनि पार्न मिल्छ, ड्यास भन्ने अप्सन छ, जुन अघि हामीले बोर्डरमा हेऱ्यौँ नि, सेम अप्सन्स आउटलाइनमा छ। सो आउटलाइन भनेको बाहिरको कलर, बाहिरको लाइन भयो। फिल भनेको भित्रको लागि भयो। सो भित्र बाहिर यसरी चेन्ज गर्न सकिन्छ। स्याडोहरू हाल्नु पऱ्यो भने यहाँ पनि स्याडोको अप्सन छ है। यसलाई सार्न पनि मिल्छ स्याडोलाई, यहाँबाट यसरी तिमीहरूले स्याडोलाई सार्न मिल्छ।
थ्री डी पनि बनाउन मिल्छ, थ्री डीलाई पनि सार्न मिल्छ यसरी यसरी। यो पोजिसन हामीले हेऱ्यौँ। ऱ्याप टेक्स्टमा अरू अप्सन पनि छ, यसलाई हामी अझै मजाले भोलि हेर्छौँ। र ब्रिङ फरवर्ड र सिङ ब्याकवर्ड चाहिँ हेरिदिइहालौँ। जस्तै यसले के गर्छ भन्दा, इन्सर्टमा गएँ, म सेपमा गएँ, एउटा सेपको माथि अर्को सेप राख्यो, मानौँ यो सेपमा मैले यसरी कलर हालेँ, इन्सर्टमा गएँ, फर्मेटबाट पनि सेप हाल्न सकिन्छ है, यहीँबाट हाल्दा हुन्छ यसरी। अब यो के भयो भन्दा, एउटा सेपले अर्को सेपलाई ढाक्यो यसरी। यो सेपको यो सेपको अगाडिको भागले पछाडिको सेपको सर्टेन भाग ढाकिरहेको छ होइन, यसलाई अगाडि पछाडि गर्न मिल्छ। ब्रिङ फरवर्ड गऱ्यो भने अगाडि हुन्छ। अब अगाडि त यो अलरेडी अगाडि चाहिँ, यसलाई ब्रिङ फरवर्ड गरेर राख्नु परेन, यसलाई सिलेक्ट गरेर ब्रिङ फरवर्ड गऱ्यो भने चाहिँ अगाडि आयो है। सेन्ड ब्याकवर्ड गऱ्यो भने पछाडि गयो, अगाडि पछाडि यसरी। सेन्ड ब्याकवर्डले एउटा सेप माथि अर्को सेप छ भने अगाडि पछाडि गर्न मिल्छ। अर्को छ ग्रुप। ग्रुपले के गर्छ भन्दा, इन्सर्टमा गएँ, म सेपमा गएँ, यसरी एउटा सेप बनाएँ मैले, यसको भित्र यसरी एउटा इमोजी जस्तो बनाएँ मैले। अब यो सबैलाई एकैचोटि सार्नु पऱ्यो भने तिमीले यसलाई ग्रुप गर्नुपर्ने हुन्छ, एकैचोटि साउन्ड फ्लो बनाउनु पर्ने भने ग्रुप गर्नुपर्ने हुन्छ। जस्तै मानौँ यसलाई साउन्ड फ्लो बनाउनु पऱ्यो भने यहाँ थिचेर तान्छौँ, तर यो मात्रै साउन्ड फ्लो भयो, यो भित्रको भएन। त्यो केसमा चाहिँ हामीले सबैलाई ग्रुप गर्नुपर्ने हुन्छ। ग्रुप गर्नलाई पहिला सिलेक्ट गर्नुपर्ने हुन्छ, सिलेक्ट गर्नलाई सिफ्ट थिच्ने किबोर्डबाट अथवा कन्ट्रोल थिच्ने अनि क्लिक गर्ने यसरी। क्लिक गर्दै गयो भने सेपहरू एउटाभन्दा बढी सिलेक्ट गर्न मिल्छ है। अनि ग्रुपमा जाने, ग्रुप गर्ने। अब यो एउटै भयो, यसलाई सार्छौँ भने पनि एकैचोटि सबै सर आएको छ, थिचेर साउन्ड फ्लो पार्छौँ भने पनि एकैचोटि सबै साउन्ड फ्लो भइरहेको छ। सो यो थियो ग्रुप। ग्रुपबाट चाहिँ एकैचोटि सबैलाई ग्रुप गर्न मिल्छ। यसको फाइदा चाहिँ के भने, एकैचोटि साउन्ड फ्लो बनाउन मिल्यो, सार्न मिल्यो, र डुप्लिकेट पनि गर्न मिल्छ। डुप्लिकेट गर्ने सर्टकट की चाहिँ कन्ट्रोल डी है। कन्ट्रोल डी भने गऱ्यो भने चाहिँ यसरी डुप्लिकेट हुन्छ, भनेको यही सेम डुप्लिकेट भएर साइडमा आइरहेको छ यसरी। फेरि कन्ट्रोल डी गऱ्यो भने डुप्लिकेट हुन्छ। यो थियो हाम्रो सेपमा काम लाग्ने अप्सनहरू। यसमा एउटा बाँकी छ ऱ्याप टेक्स्ट, यसलाई पनि हेरिदिइहालौँ न, तपाईँको टाइम 2-3 मिनटमा हेरिहालिन्छ। एउटा कुनै पनि सेप लिएर आयो तिमीले, मैले स्टार्ट लिएर आएँ। ऱ्याप टेक्स्टको एउटा काम भनेको कुनै पनि अब्जेक्ट सरेन भने ऱ्याप टेक्स्टबाट इन्फ्रन्ट पार्ने, एउटा काम त्यो भयो। अर्को काम भनेको चाहिँ टेक्स्ट र सेपलाई मिलाउनु पऱ्यो, पिक्चरलाई मिलाउनु पऱ्यो भने हामी ऱ्याप टेक्स्ट लगाउँछौँ है। मानौँ मैले ऱ्यान्डम टेक्स्ट निकालेँ यसरी 5,5 ब्राकेट क्लोज गरेँ, इन्टर गरेँ। के भइरहेछ अहिले भन्दा, यो टेक्स्टको माथि सेप छ होइन त। अब यसलाई टेक्स्टसँग कसरी कसरी मिलाएर राख्न सकिन्छ भन्ने कुरा चाहिँ ऱ्याप टेक्स्टबाट गर्न मिल्छ। अहिले के भइरहेछ, सेप ढाकेर, टेक्स्ट ढाकेर सेप माथि बसिरहेको छ। फर्मेटमा जाने, ऱ्याप टेक्स्टमा जाने, त्यसपछि स्क्वायर गऱ्यो भने के हुन्छ, यो सेप चाहिँ स्क्वायरमा बस्छ यसरी है। यसको फाइदा के, यो यस्तो बुकहरूमा पनि हुन्छ, पत्रिकाहरूमा पनि हुन्छ, पिक्चर एकातिर हुन्छ, लेखेको अर्कोतिर हुन्छ होइन, आइरहेछ त। जस्तै जहाँ राख्छौ नि त्यसको माथि एरिया छ भने माथिसम्म अट्छ होइन, तल एरिया छ भने तलसम्म अट्छ। यसको एरियामा चाहिँ यता लेफ्ट साइड राइट साइडमा चाहिँ यसरी टेक्स्ट राख्न मिल्छ यसरी। यो सेप चाहिँ स्क्वायर भएर बस्छ यसरी। र अर्को भनेको चाहिँ ऱ्याप टेक्स्टमै छ टाइट। टाइटले के गर्छ, भित्रको स्पेस खाली भएको स्पेसमा पनि लेखिदिन्छ है यसरी। अघि स्क्वायरले के गरेको थियो, यो खाली भएको स्पेसमा लेख्न दिएको थिएन होइन, टाइटले के गर्छ, खाली भएको स्पेसमा पनि लेख्न दिन्छ। अर्को हुन्छ थ्रु। थ्रु र टाइट लगभग सिमिलर हो। अर्को छ टप एन्ड बटम, यसले चाहिँ माथिदेखि तलसम्म केही पनि लेख्न दिँदैन, यो लाइनभरि। पिक्चर राख्दाखेरि टेक्स्टसँग मिलाउनु पऱ्यो भने यस्तो अप्सन्स ऱ्याप टेक्स्ट चाहिँ थाहा हुनुपर्छ। अर्को छ बिहाइन्ड टेक्स्ट, यसले टेक्स्टको पछाडि लाग्छ, नाम अनुसार काम गरिरहेछ। अर्को छ इन फ्रन्ट अफ टेक्स्ट, यसले चाहिँ अगाडि लाग्छ है। सो इन फ्रन्टले अगाडि, बिहाइन्डले पछाडि। अर्को छ एडिट ऱ्याप पोइन्ट, यसले के गर्छ भन्दा यो पोइन्टहरूलाई सार्न मिल्छ। यसलाई यसरी सार्न मिल्छ। पोइन्टहरूलाई सार्यो भने चाहिँ यसरी तिमीहरूले आफ्नो हिसाबले सेपको भित्रभित्र पनि लेख्न मिल्दो रहेछ।
त्यसको लागि एडिट ऱ्याप टेक्स्ट। यसको काम भनेको चाहिँ टेक्स्ट र लेखेको कुरालाई मिलाउनु पर्यो भने ऱ्याप टेक्स्टमा जाने पहिलो काम। अर्को काम भनेको कुनै पनि अब्जेक्ट सरेन भने चाहिँ ऱ्याप टेक्स्टबाट सार्न मिल्छ। अर्को इनलाइन विथ टेक्स्ट भन्ने छ। यसले के गर्छ भन्दा जसरी तिमीहरूको इनलाइन विथ टेक्स्ट पार्यो भने के हुन्छ, यसलाई मैले अलिकति सानो पारेँ। जसरी तिमीहरूको टेक्स्टहरू बस्छ नि त्यसै गरी टेक्स्टको बिचमा लगेर राख्न मिल्छ है। यसरी स्पेसिफिकली कुनै पनि टेक्स्टहरूको बिचमा लगेर राख्न मिल्छ इनलाइन विथ टेक्स्टले चाहिँ। त्यसमा हामीले हेरेको इनलाइन विथ टेक्स्ट, यसले चाहिँ टेक्स्टहरूको बिचमा लगेर राख्न मिल्छ। स्क्वायर भनेको स्क्वायर बनाउँछ, टाइट भनेको भित्रको एरिया लेख्न दिन्छ। टाइट र थ्रो उस्तै हो। टप एन्ड बटमले माथिदेखि तलसम्म लेख्न दिँदैन। बिहाइन्डले पछाडि जान्छ, इन फ्रन्टले अगाडि आउँछ। सो यो यतिवटा अप्सन चाहिँ एकदम काम लाग्ने अप्सन चाहिँ यो भयो। सो यो हामीले हेऱ्यौँ आज। सो भोलिको काम भनेको पठाइदिन्छु।